आज हामी नेपालका 5 ठूला गाउँहरूको बारेमा चर्चा गर्दैछौँ। यी गाउँहरू आफ्नो आकार, सांस्कृतिक धरोहर र प्राकृतिक सौन्दर्यका लागि निकै प्रसिद्ध रहेका छन्। यदि तपाईलाई नेपालका विशाल गाउँहरूको बारेमा जान्न चासो छ भने यो भिडियो अन्त्यसम्म हेर्नुहोस्। यदि तपाई हाम्रो च्यानलमा नयाँ हुनुहुन्छ भने कृपया लाइक, शेयर र सब्स्क्राइब गर्न नबिर्सनुहोला। आउनुहोस् आजको हाम्रो रमाइलो यात्रा सुरु गरौँ। नम्बर 5 टिमोर। टिमोर गाउँ रसुवा जिल्लामा रहेको एक ठूलो गाउँ हो जुन तिब्बती सीमा नजिकै रहेको छ। यहाँको भूगोल, संस्कृति र जीवनशैलीले यो गाउँलाई विशेष बनाएको छ। टिमोर गाउँको इतिहास र संस्कृति अत्यन्तै समृद्ध छ। तिब्बती बौद्ध धर्मका मठ र मन्दिरहरू यहाँको जीवनशैलीको महत्त्वपूर्ण हिस्सा हुन्। साथै यहाँका स्थानीय लोककला परम्पराहरू पनि निकै प्रसिद्ध रहेका छन्। त्यस्तै गरेर टिमोर गाउँको प्राकृतिक सौन्दर्य अत्यन्तै आकर्षक छ। यहाँका उचाइमा रहेका हिमाली दृश्यहरू र हरियाली दृश्यले तपाईलाई मन्त्रमुग्ध बनाउँछ। यहाँको हरियाली र हिमाली दृश्यले तपाईलाई शान्ति र प्रकृतिको अद्भुत अनुभव दिलाउँछ। नम्बर 4 घले गाउँ। घले गाउँ नेपालका प्रमुख पहाडी गाउँहरूमध्ये एक हो जुन लमजुङ जिल्लामा अवस्थित रहेको छ। यो गाउँ घले समुदायको प्रमुख बस्ती हो। घले गाउँको प्राकृतिक सौन्दर्य निकै सुन्दर र मनमोहक रहेको छ। यहाँको हरियाली, सफा हावा र सुन्दर दृश्य अवलोकनले तपाईलाई मन्त्रमुग्ध पार्दछ। घले गाउँ पर्यटकहरूको लागि एउटा अद्भुत गन्तव्य हो। यहाँ हाइकिङ र ट्रेकिङका विभिन्न रुटहरू समेत रहेका छन्। साथै तपाईले यहाँ घले समुदायको सांस्कृतिक पर्व र लोकनृत्यलाई पनि अनुभव गर्न सक्नुहुन्छ। नम्बर 3 कैलाली। कैलाली गाउँपालिका सुदूरपश्चिम प्रदेश अन्तर्गत कैलाली जिल्लामा अवस्थित रहेको छ। धनगढी उपमहानगरपालिकाको छेउमा रहेको यो गाउँ नेपालका ठूला गाउँहरूमध्ये एक हो। कृषि, पशुपालन, व्यापार तथा वैदेशिक रोजगार यहाँका प्रमुख आर्थिक स्रोतहरू हुन्। कैलाली गाउँपालिकामा विभिन्न शैक्षिक संस्था, स्वास्थ्य चौकी तथा अन्य विकासका पूर्वाधारहरू रहेका छन्। यो गाउँमा विभिन्न पर्यटकीय तथा सांस्कृतिक महत्त्व बोकेका क्षेत्रहरू पनि रहेका छन्। यहाँको प्राकृतिक सौन्दर्य, धार्मिक स्थलहरू तथा स्थानीय संस्कृति निकै महत्त्वपूर्ण र आकर्षक रहेको छ। नम्बर 2 जानकी। जानकी गाउँ सुदूरपश्चिम प्रदेश अन्तर्गत कैलाली जिल्लामा रहेको छ। धनगढीको नजिकै रहेको यो गाउँमा नगरपालिका स्तरको सेवा र सुविधाहरू पाइने ग्रामीण क्षेत्र हो। यो क्षेत्र कृषिमा आधारित रहँदै आएको छ, तर हालचालै यहाँ व्यापार र उद्योगहरू पनि फस्टाउँदै गएका छन्। जानकी गाउँपालिकामा विभिन्न जात-जातिका मानिसहरूको बसोबास रहेको छ। यहाँ प्रमुख रूपमा थारू, ब्राह्मण, क्षेत्री र मुस्लिम समुदायका मानिसहरूको बसोबास रहेको छ। यहाँको प्रमुख भाषा थारू र नेपाली हो। छठ, दसैँ, तिहार आदि जस्ता पर्वहरू यहाँ विशेष धुमधामका साथ मनाइन्छ। जानकी गाउँपालिकाको प्रमुख पेसा कृषि हो। यहाँ धान, गहुँ, मकै तथा विभिन्न तरकारीहरूको खेती गरिन्छ। साथै माछा पालन र पशुपालन पनि यहाँको प्रमुख आम्दानीको स्रोत बन्दै गइरहेको छ। पछिल्लो समयमा यहाँ शिक्षा, स्वास्थ्य, यातायात र व्यापार समेत द्रुत गतिमा विकसित हुँदै गइरहेका छन्। नम्बर 1 खजुरा। खजुरा बाँके जिल्लामा रहेको एक ठूलो र सुन्दर गाउँ हो। यो गाउँ ऐतिहासिक रूपमा उत्पादन, व्यापार र सांस्कृतिक विविधताको केन्द्र रहँदै आएको हो। मधेस र पहाडी संस्कृतिको मिश्रणले गर्दा यो गाउँलाई अझै विशेष बनाएको छ। खजुरा गाउँमा विभिन्न जात-जातिका मानिसहरूको बसोबास रहेको छ। विभिन्न धार्मिक तथा सांस्कृतिक पर्वहरू जस्तै छठ, दसैँ, तिहार आदि जस्ता पर्वहरू यहाँ धुमधामसँग मनाइन्छ। यी नै थिए नेपालका 5 सबैभन्दा ठूला गाउँहरू। तपाईलाई आजको हाम्रो भिडियो कस्तो लाग्यो कृपया कमेन्ट सेक्सनमा बताउन नबिर्सनुहोला।